ओख्री चाहिँ यस्तो भइरहेको छ है अहिले, यस्तो जाडोसँग बाहिर हेर्नु आम्मा यस्तो डरलाग्दो फगी छ, यस्तो डरलाग्दो फगी छ। एक त चस्मा लगाएर म आँखा देख्दिनँ फेरि कतिवटा जग्गामा। ओख्रेमा अब म यहाँबाट म निकै मुनि आइपुगेँ कि ओख्रे यस्तो छ हेर्नुहोस् त, म कसरी पुग्नु? यो चाहिँ स्कुलकै मुनि हो। अब चाहिँ सिक्ताम कस्तो रहेछ हेरौँ ल। यो चाहिँ लोवर ओख्रीमै यस्तो छ है। चाहिँ हो के भन्छ यो बियोङ पुग्नु आँट्दोको जग्गा हो। मेरो हात हेर्नु नि यहाँ, यो चाहिँ बियोङ पुग्नु आँट्दोको जग्गा हो कि। जति उन्दो झऱ्यो त्यति फगी बाक्लो छ, उन्दो झऱ्यो नि त्यति यो फग चाहिँ यति बेसी बाक्लो छ कि अब म चाहिँ मुस्किलले यहाँसम्म आएँ। यो कसको गाडी आएको कि गएको? यो चाहिँ हो छक्कले डाँडा, हेर्नुहोस् न कस्तो निस्पट निस्पट। अब मलाई चाहिँ यहाँ अलिक डर लाग्छ कि गाडी पनि पर्खिन्छु। मेरो चस्माहरू सबै पानी पानी सबै पानी पानी भएर चाहिँ फेरि म यो डल्लै कभर गरेर लाउनु सक्दिनँ कि सफोकेट हुन्छ। सो यहाँसम्म चाहिँ आइपुगेँ, मेरो बक्खुहरू सबै भिजिरहेको छु। अब यहाँदेखि चाहिँ म बिस्तारै जान्छु। जति ओह्रालो आयो त्यति बाक्लो यहाँनिर ल, हरायो।